हेलो हेलो गाइज। अनि यो चाहिँ कतार हो होइन। यो हेर्नु अरे कतार। यो बिहान बिहानै म चाहिँ साथीलाई भेट्नको लागि जाँदैछु है। अनि यो चाहिँ खलिफा स्टेडियमको छेउ हो है। अनि मलाई चाहिँ नयाँ नयाँ मान्छे हो, मलाई थाहा पनि छैन, त्यस्तो घुमेको थिएन। त्यस कतारमा पनि यस्तो हरियाली चाहिँ छ गाइज। तर यो चाहिँ फेरि नेचुरल होइन, हाम्रो नेपाल जस्तो। यो चाहिँ भनौँ न अब कतार सरकारले धेरै खर्च गरेर बनाएको ठाउँ हो। अनि अब हाम्रो नेपालमा चाहिँ नेचुरल हरियाली भेटिन्छ भने चाहिँ यहाँ चाहिँ अब सरकारले बनाएको होइन, धेरै खर्च गरेर कतार सरकारले बनाएको ठाउँहरू हो। यिनीहरू चाहिँ घुम्ने ठाउँहरू, हिँड्ने ठाउँहरू होइन। अनि यो चाहिँ गाडी कुद्ने रोड हो, हेर्नु होला है। अनि गाडी कुद्ने रोडहरू यता छ है। अनि हामी चाहिँ होइन बिहानको चिसो हावा, ठन्डी ठन्डी मौसम है। अब जस्ट इन्जोय छ भनेर चाहिँ नसोच्नु होला, किनकि हप्तामा एक दिन यसरी बाहिर निस्किनु पाइन्छ, त्यो पनि ड्युटी भएन भने होइन। इन्जोय त के हुने, दुःख पीडा त अब आफ्नै ठाउँमा छ, तर पनि अब जस्ट खुसी नै छौँ भन्ने खालको विचार चाहिँ गर्नुपर्छ। अब दुःखमा पनि हाँस्ने ठाउँलाई चाहिँ परदेश भन्छ होइन। के गर्नु, आफ्नो दुःख लुगाएर पनि मुस्कान चाहिँ देखाउनै पर्ने हुँदो रहेछ यो दुईवटा दाँत चाहिँ होइन। ल, अल द बेस्ट गाइज, सबैजनालाई सम्झना छ।